ओके ब्याक टु माई च्यानल त्यसो आरामै हुनुहुन्छ जुन्ताहरू ठिक छ होला हामी चाहिँ एकदम ठिक छ होइन हामी चाहिँ साथीहरू यहाँ सबजना छौँ क्लासमा हाम्रो साथी हुनुहुन्छ यहाँ के छ साथी साथी भाइ के हो भाइ के भनेको भाइ सालो के छ यो पढन दास हो है हाम्रो क्लासको एकदम म अघि हाने यसरी बसेको पढ्ने मान्छेलाई डिस्टर्ब नगर्ने गाइस अब केही भन्नु छ छैन नि हो कि साथी भन त त्यो हाम्रो क्लासको पढन दास हो कि नै हो के लाइट ननिभाएन भाइ अन्धकार गाइस लाइट निभाइदिन्छ फेरि गाइस हाम्रो खाना खाने बेला भएको छ है साथीहरू खाना खाँदैछ म होइन भाइ खाने त अनि हाम्रो साथी भाते साथी के छ साथी हाम्रो एक नम्बर भाते साथी दुईजना भाते हो यिनीहरू नचल न म चाहिँ खान्न गाइस भात हो नि हामी चाहिँ यो र म चाहिँ एकदम भोकै बस्दिनँ आज रुममा जाने मस्त मासु भात हामी हो न यसले मासु खिलाउँछ मलाई आज समीरले मासु समीरले पैसा नभए पनि अब किडनी बेचेर खुवाउनु पर्यो साथीले किडनी बेचेर खिलाउँछ भाइ किडनी बेचेको मासु खाने मन छ कि नै उसले खान्न तेरो किडनी बेचेको मासु खान्न अरे के भन्नु छ छैन नि यस्तो खाले साथीहरू चाहिँ किडनी बेचेर मासु चाहिँ खानुपर्छ क्या यति खानुपर्छ मासु लभर हो क्या हामी मासु लभर हो कि नहोस् किन त्यो साथी पनि मासु लभर हो क्या गाइस साह्रै ओके गाइस हामी चाहिँ यहाँ हाम्रो कलेजको ड्रेस चुज गर्न आएको टी सर्ट पसलले नपाएर खत्तम छ सरहरू कता जानु थाहा भएन घाममा यस्तो भइसकेको छ नि अब त्यो कुरा गर्नु होइन जब बजारमा छौँ हामी देउन सकिन्छ बजार होइन टक्क साथी र म आएको सर नै हुनुहुन्न हामी पसल हेर्दै गइरहेछौँ अगाडि त छैन होला यार अब यहाँ फर्क्यौँ होला यता जानु न छुट्टी पेपर गरेर उठ्यौँ होइन फोन गर नि त साथी फोन गर्दैछन् है हाम्रो साथी फोन गर्दैछौँ कलेजमा त्यो पाएन कि हामीले कति गऱ्यौँ भइसक्यो गाइस त्यो पनि चाहिँ पसिना आइसक्यो यस्तो हामी यता के अरे फिल्म हलको त्यहाँ साइडमा छौँ भनौँ न हामी चाहिँ त्यहाँबाट कता हो भन हेलो सर कता हो भन त्यो निरेज गार्मेन्ट कता छ कुन सडकमा छ भनिदिनु न फिल्महरू कतातिर छ भने सार्वजनिक सामुदायिक समाधान केन्द्र सरलाई फोन गर्दैछ क्या साथी किलो छ कता साथी समाधान हस्पिटल लाइन कता छ समाधान हस्पिटल लाइन त यता माथि हो क्या यता माथितिर शङ्का लगाएर चाहिँ गाइस हामी गइरहेछौँ टक्क होइन समाधान हस्पिटल भनेको यहाँ माथि जस्तो लगाइरहेको छ कि मलाई त्यो लोकप्रिय दोष नै के हल्का यतातिर हो कि यतातिर कतातिर छ कि सरको पसल कता छ सरको पसल त्यहाँ त्यो चाहिँ होइन कि त्यतातिर छ कि त्यो लोकप्रिय हस्पिटलको दोष त्यसको साइडमा हो कि त्यही लाइनको कि कुना लाइनमा छ कि हामी जाँदैछौँ त्यताहरू त्यो पनि गइदिउँ होइन हस्पिटल लाइन भन्नु अग्र लास्टै भिड छ गाइस यहाँ समाधान हस्पिटलको त्यहाँ छ अरे त्यो पसल हाम्रो ड्रेस पाउने होइन हामी त्यो ड्रेसबाट छानेर आज चुज गर्ने हो कलेजको लागि यो चाहिँ यता ब्याङ्क हो यो चाहिँ यता नेपाल राष्ट्रिय ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड हो यो राष्ट्रिय ब्याङ्क होइन त्यो चाहिँ हो सरको पसल चाहिँ यहाँ हो अनि यतातिर हो क्या हो कि जाऊँ न समाधान हस्पिटल चाहिँ यतातिर हो क्या शङ्का लगाइरहेको छ मलाई लोकप्रिय कहाँ हो त अनि हस्पिटल भएको यति गरम भइसक्यो नि हिँड्दा हामीले तर भेट राखेन कि अहिलेसम्म तर यार कता हो कि समाधान हस्पिटल भन्नुभयो यार हात पनि बिर्सक्यो यार भन्दिनँ नि त्यति त
एकछिन अगाडि जानु हल्का अगाडि छोड्दामलाई त्यही भएर हामी भेटिँदैन त गाइस हामी देख्नुहुन्छ यहाँ सब आइसक्यौँ भनौँ यहाँ बजारभरि घुमिसकेँ अगाडि सत्यवती कलेज छ अगाडि त्यो पारीको पहिले देखिरहेको चाहिँ सत्यवती कलेज हो होइन हामी परको गल्लीबाट निस्केर अब यताको गल्लीबाट नै आइसक्यौँ हामी तर नि अझै भेटा छैन कतै त छैन यार यहाँ पनि फेरि यार अति झ्याउ भइसक्यो गाइस हामी यहाँबाट भित्र जाऊँ न लास्ट चान्स गाइस अब हामी चाहिँ त्यहाँ पुगेपछि देखाउँछौँ ल घाम भइसक्यो लास्ट अत्तिकै अनि त्यही भएर गाइस हामी अन्त यो हस्पिटलको साइडमा हो न त्यस्तो हामी चाहिँ यहाँ पुगिसक्यौँ तर कता पसल चाहिँ अझै थाहा छैन सर आउँदै हुनुहुन्छ हाम्रो कता हो साथी उयो गरेर बसौँ न छिट्याउ छाता छ गाइस गर्मी छाताले रोकिरहेछ हामीलाई अति गर्मी छ क्या लास्टै घाम यार कसम हामी चाहिँ यो समाधान हस्पिटल देख्नुहुन्छ सरले यसकै साइडमा भन्नुभयो तर कता हो थाहा भएन यो लाइनको कतातिर हो कि तलतिर हो कि यतातिर हो कि हामी गाइस भेटाउन सकेको छैन अहिलेसम्म फोन गर्नु फेरि सरलाई हामी यहाँ पुगिसक्यौँ भनौँ जाऊँ न हल्का कति जानु यहाँ अगाडि पनि अगाडि हिँड्दैन हामी कति भइसक्यो गाइस अब कस्तो दुखेछ नि खाना खाएको छैन गाइस मैले फेरि अहिले दिनको दोस्त कति बज्यो टाइम हेर त टाइम गाइस हेर्न सक्नुहुन्छ यहाँनिर 12:34 भइसक्यो है हामीले खाना खाएको छैन अहिलेसम्म तर नि हामी हिँडिरहेको छौँ तर कहाँ छैन ए तेरि गाइस हेर्न सक्नुहुन्छ यस्तो गर्मी छ नि के भन्नु अब लास्ट गर्मी छ गाइस अब म पसलमा देखिरहेको छु ल सर आउनुहुन्छ होला एकछिनपछि अनि यहाँ पुगेपछि देखाउँछु यहाँ पुगिसक्यौँ है निरज गार्मेन्ट भने यता रहेछ हामी चाहिँ उता खोजिरहेको अघिबाट सत्यवतीको अगाडि रहेछ सत्यवती चाहिँ पारेको त्यो पहेँलोवाला भवन हो बवाल छ तर यहाँ देख्नुहुन्छ साथी के छ गर्मी पनि लास्टै गर्मी त धेरै छ कति गर्मी हो यहाँ कति गर्मी छ सर असमै नै आउनु भएन हाम्रो हामी सरलाई कुदिरहेछौँ अब सरलाई कुदिरहेछौँ सर आएपछि नि हामी टक्क दृश्य छान्ने जानु पर्थ्यो सर यताबाट आउनुहुन्छ होला सायद यहाँ यो मान्छेहरू बसेर बनिरहेछन् हाम्रो चाहिँ यहाँ चाहिँ मेसिनहरू हो यहाँ चाहिँ बनाउने ठाउँ रहेछ अनि हामी चाहिँ हेर्दैछौँ गाइस अब पछि ड्रेस चुज गरेपछि देखाउँछु ल बाँकी चाहिँ फर्किसक्यौँ है अघि के भयो कुरोकानी मोटो पत्लोहरू हामी त्यहाँ ड्रेस हामीले चुज गर्ने भन्दा नि अब त्यो मान्छे नरहेछ अनि त्यसको भोलि अब काम भोलि हुन्छ आज भएन बेलुकातिर हुन्छ अरे सरले गर्नुहुन्छ अरे हामी चाहिँ अब घर जान लाग्यो यति गर्मी गाइस लास्टै दुःख पाइयो के गर्ने लास्टै दुःख यार कसले किन अरे कहाँ अनि भलकमा देखिहाल्छ नि त्यो के हो यार यस्तो बोल तिम्रो राम्रो छ नि त अलि राम्रो आएपछि हाम्रो यतिकै खिच्न पाइन्छ अहिले मैले पुलिस ले गाइस तिनीहरू के भन्दैछ यस्तो पनि हुन्छ कहीँ साथी भएर भन्दियो भने साथी भएर यस्तो बस के भन्छ यिनीहरू यार सर चाहिँ फेरि हराइहाल्नु भयो हामी त लास्ट गर्मी भइसक्यो यति गर्मी भयो नि आज शीतल शीतलमा हिँड्नुपर्छ त्यसो साथी भन्ने फोकटमा आयो त्यति हो दुःख पाइयो साह्रै दुःख पाइयो तिमीहरू कहाँदेखि जान्छ तिमीहरू कहाँदेखि जान्छ कता रुम ए माथि नै हो गाइस हाम्रोतिर तिनीहरूको नि हाम्रोतिर अरे सँगै जानुपर्छ उनीहरू पनि दुःखै पाइरहन् माथि यिनीहरूले पनि अति दुःख पायो तेरो आँखा दुख्छ अब गाइस पछि देखाउँछु ल म बाँकी चाहिँ पुगेथ्यो नि त अनि भोलि ल्याइदिन्छु ल कलेजमा ल साथी बाई बाई है बाई बाई म चाहिँ गएको ल भोक लाग्यो गाइस म चाहिँ यता खाना खान जानु लाग्यो होइन
अब अहिले रुममा गएर खाना पकाएर खान लास्टै झ्याउ लाग्छ नि होटलमा गएर खाजा खाएर आउँछु म चाहिँ रोक्क यतातिर छ होटल अगाडि यतातिर पनि छ कि छैन त तर यतातिर मलाई मन पर्दैन नि त त्यही भएर अनि म अगाडि गइरहेको छु यस्तो छ गर्मी साता यस्तो छ नगर्सी यस्तो छ गाइस कोही गाइस उहाँ पुगेपछि देखाउँछु ल फेरि अब गर्मी छ अनि यस्तो मोबाइलसम्म लास्टै झ्याउ लाग्छ क्या त्यही भएर अब सिधै पसलमा गएर खाजासाजा खान्छु त्यहाँदेखि आउँछु भने हल्का एकचोटि त्यसपछि सिधै रुममा गएपछि देखाउँछु ल गएर हेर्दै गर्नु होला गाइस यति नै अहिलेलाई एकछिन पछि देखाउँछु चाहिँ हेर्दै गर्नु होला सब्सक्राइब हान्नुभएको छैन सब्सक्राइब टक्क हान्दै गर्नु है गाइस चाहिँ हेर्नुहुन्छ चाउमिन छ टक्क अब एकछिन खान्छु भने त्यसपछि म घुम्न जान्छु ल बाँकी सब रुममा गएर ल्याउँछु होइन खाएर टक्क रुममा जान्छु त्यसो ल्याउँछु ल गाइस म चाहिँ निस्किसकेँ होटलबाट खाजासाजा खाएर निस्केँ होइन मैले चाहिँ यहीँ माथि उयो श्रेष्ठ फुड कर्नर भन्नेमा खाएको र डेली यहीँ हो नि त खाइन्छ त्यही भएर म यहीँ आएको अनि अब जानको रुममा कति बज्यो टाइम 1:30 भइसक्यो गाइस टाइम 1:30 भइसक्यो त्यही पनि म पहिलेसम्म रुममा गएको छैन आज ड्रेसको लाग्दा खालि तनाव भयो खाना पनि खाइयो रुममा खाना पाइएन आज त्यतै खाइयो हिजो साँझ पनि भात खाएन गाइस अहिले भात खाएन भात खान मन लाग्छ अब यस्तै भोक लाग्यो म चाहिँ ओ सरी ठोक्यो यार छाताले यस्तरी सरी त भन्नु पऱ्यो गाइस होइन यो चाहिँ यहाँको दबलीको यो यहाँ चाहिँ चोक छ होइन चोक हो गाइस फेरि पनि रुममा गएर देखाउँछु म कति गर्मी छ रुममा गएर हेर्नु चाहिँ गाइस सबै कुराहरू अब रुममा हुन्छ रुममा गएर देखाउँछु ल म गाइस म चाहिँ रुममा पुगिसकेँ है मेरो रुम चाहिँ उता बारीको त्यो लास्टको वाला त्यही हो अनि टक्क बाह्र एकछिनमा म पुग्छु म पसल छ अगाडि बाइक कतै गरेर होला गाइस ओके अब आजलाई यति नै यहीँ सिक्नु ल भ्लगमा थ्याङ्क यू सो मच फर वाचिङ प्लिज सपोर्टिङ गाइस सब्सक्राइब हान्दै गर्नु होला